नमस्कार दर्शकवृन्द, यति बेला रेडियो संकेत 93 मेगाहर्जको बाट र रेडियोसँग सम्बन्धित विभिन्न सामाजिक सञ्जालहरूबाट तपाईहरुलाई आग्रह गरिरहेका छौं। हामी सामाजिक अभियानको क्रममा विभिन्न स्थानमा जाने गर्छौं र दुःख सुखमा जोडिने गर्छौं। आज पनि एउटा दुःखद समाचारका साथमा उपस्थित भएका छौं। दर्शकवृन्द, यति बेला कैलाकोटको बाल विकास माध्यमिक विद्यालयमा कक्षा 7 मा अध्ययनरत सुबिन सापकोटा क्यान्सरबाट ग्रसित हुनुहुन्छ। हड्डीको क्यान्सरका कारणले गर्दा उहाँ हिँड्न सक्नुहुन्न र उहाँ सामान्य जीवनयापन गर्न पनि निकै कठिन भइरहेको छ। उहाँको उपचारको क्रममा दिल्ली लगायतका विभिन्न स्थानमा परिवारजनले लिएर गयो, तर यति बेला उहाँहरू निकै दुःखमा हुनुहुन्छ। उपचार गर्ने खर्च नभएका कारणले गर्दा समयमै बाबुलाई विभिन्न अस्पतालमा लान उहाँहरू असमर्थ हुनुहुन्छ। यही कुरा परिवारका सदस्यहरूले हामीलाई व्यक्त गरिराख्नु भएको छ। नमस्कार, मेरो नाम बिनु सापकोटा। म कैलाकोट 2 मा बस्छु। मेरो बाबु अहिले 13 वर्षको लागेको छ। ऊ खुट्टाको क्यान्सरले गर्दाखेरि अहिले ग्रस्त अवस्थामा छ। उसलाई हामीले यहाँ चितवन क्यान्सर हस्पिटलमा पनि उपचार गर्यौं। हाल दिल्ली पनि लग्यौं, तर यसको उपचारको लागि हामीसँग आर्थिक अवस्था कमजोर हुनाले, यसको अवस्था कमजोर भएको हुनाले हामीले यसलाई दिल्ली लान सकेको छैनौं। हजुरहरुको सानो सहयोगले यो बाबुको जीवन बच्छ भने हजुरले सबैजनाले सहयोग गरिदिनु होला भन्ने मेरो अनुरोध छ। आदरणीय दर्शकवृन्द, यति बेला हामीलाई हेरिराख्नुभएका देश विदेशबाट हेरिराख्नुभएका सम्पूर्ण जनलाई हामी आग्रह गर्न चाहन्छौं कि भाइ सुबिनको जीवन बचाउनका निम्ति तपाई हाम्रो सानो सहयोग पनि ठूलो सहयोग हुन सक्छ। सानो रकम पनि ठूलो रकमले पनि ठूलो काम गर्न सक्छ। त्यसकारणले गैंडाकोट 2 मा बसोबास गर्ने, निकै राम्रो जीवनयापन, निकै राम्रो तरिकाले विद्यालय जाने र शैक्षिक रूपमा एउटा अब्बल विद्यार्थी आज यो अवस्थामा देखा परिरहेका छन्, यो अवस्थामा बस्न बाध्य भइरहेका छन्। त्यो भन्दा अर्को चोट आर्थिक अभावका कारणले गर्दा उनीलाई उपचार गर्न सकिएको छैन। परिवारजनले याचना गरिराख्नु भएको छ। त्यसकारणले सम्पूर्णलाई हामी आग्रह गर्न चाहन्छौं कि तपाईको सानो सहयोगले भाइ सुबिनको जीवन बच्न सक्छ। त्यसकारणले तपाईहरुले जति सक्नुहुन्छ हामीले स्क्रिनमा देखाइएको खाता नम्बरमा तपाईहरुले राख्न सक्नुहुन्छ र परिवारजनलाई सहयोग गर्न सक्नुहुन्छ र भाइलाई जीवन दान गर्न सक्नुहुन्छ, भाइको जीवन बचाउन सक्नुहुन्छ। यति बेला एकदमै दुःख कष्टका साथ उहाँहरू आइराख्नु भएको छ। आफूसँग भएको पैसा खर्च भइसकेपछि आर्थिक अभावका कारणले गर्दा समयमै अस्पताल लान नसकेकाले घरमै राख्न बाध्य भइराख्नु भएको छ। तपाईहरुलाई हामी पनि आग्रह गर्न चाहन्छौं, 93 मेगाहर्ज रेडियो संकेत जुन परिवर्तनको आवाज हो, यो रेडियो संकेत मार्फत तपाईहरुलाई हामी आग्रह गर्न चाहन्छौं कि तपाईहरुको सानो सहयोगले भाइको जीवन प्राप्त हुन सक्छ र भाइ पुनः पहिलेकै अवस्थामा फर्किन सक्छन्। विभिन्न स्थानमा उपचार गर्न जाने क्रममा डाक्टरहरूले हामीलाई विभिन्न खालका प्रतिक्रियाहरू दिइरहेका छन्, हामीले त्यो सुनिरहेका छौं। त्यसकारणले परिवारजनको याचना पनि छ कि भाइको जीवनलाई बचाउनका निम्ति आर्थिक पक्ष निकै बलियो हुनुपर्ने रहेछ। आर्थिक पक्ष बलियो नभएका कारणले गर्दा, आर्थिक अभावका कारणले गर्दा भाइ सुबिनको उपचारमा निकै कठिन भइरहेको छ। त्यसैले हामीले पुनः यहाँहरूलाई आग्रह गर्न चाहन्छौं, भाइको जीवनलाई बचाउनका निम्ति तपाईको सानो सहयोग पनि ठूलो हुन सक्छ। त्यसैले हामी आग्रह गर्न चाहन्छौं, भाइ सुबिनको लाई आर्थिक रूपमा सहयोग गरौं। सबैलाई हामी यो रेडियो मार्फत आग्रह गर्न चाहन्छौं।